के तपाईँ साउन महिनामा जन्मनु भएको हो? यदि हो भने यो भिडियो खास तपाईँको लागि हो। तपाईँ स्वभावले नै बुद्धिमान र विवेकी हुनुहुन्छ। आफ्नो बुद्धिको सही प्रयोग गरेर जीवनमा सफलता हासिल गर्ने विशेष खुबी तपाईँमा हुन्छ। साउन महिनामा सूर्य कर्कट राशिमा हुन्छ। तपाईँको मन साह्रै कोमल हुन्छ। अरूको दुःख देख्न नसक्ने र सहयोगका लागि सधैँ अघि सर्ने बानी तपाईँमा हुन्छ। तपाईँ साथीभाइमाझ लोकप्रिय र ठूलो मन भएको व्यक्ति हुनुहुन्छ। समाजमा मान सम्मान र आर्थिक समृद्धि पनि तपाईँलाई प्राप्त हुन्छ। साउन भगवान शिवजीको महिना हो, त्यसैले तपाईँमा धर्म, ईश्वर र अध्यात्मप्रति विशेष र गहिरो झुकाव हुन्छ। यो सामान्य जानकारी हो। तपाईँको जीवनको विस्तृत फल तपाईँको कुण्डलीको ग्रह अवस्था हेरेर मात्र थाहा हुन्छ। यदि तपाईँलाई यो जानकारी उपयोगी लाग्यो भने लाइक, शेयर र फलो गर्न नबिर्सनुहोस्। याद राख्नुहोस्, ग्रहहरूको चालमा लुकेको छ जीवनको रहस्य। आफ्नो विस्तृत कुण्डली विश्लेषण, वास्तु परामर्श र समस्याको समाधानका लागि सम्झनुहोस् मेरो चिना ज्योतिष तथा वास्तु सेवा।